हेलो गाइस, फेरि पनि स्वागत छ मेरो अर्को सानो मिनी भ्लगमा। त्यो चाहिँ तपाईँलाई इन्फर्मेसन दिनको लागि चाहिँ यो भिडियो बनाइराखेको छु। यो भिडियो चाहिँ के को लागि बनाएको भनेर सोचिराख्नु भएर त्यो सोच्नै पर्दैन। तपाईँहरूको सोचहरू सब म एकैचोटि अब खतम गर्नेवाला छु। किनभने हाम्रो घरमा चाहिँ हाम्रो आफ्नै घरको बारीबाट बगैँचाबाट चाहिँ फुल टिपेर चाहिँ यसरी फुलको माला बनाइन्छ है। हामीले यो सानो हाम्रै घरमा चाहिँ बिजनेस स्टार्ट गरेको हो। अनि अब तपाईँहरूलाई केही चाहिन्छ भने अब यस्तो बर्थडेको लागि, बिहाको लागि, यताउति अब केही साधारण सभा केही हुन गइरहेको छ भने तपाईँहरूलाई यदि फुलमाला चाहिन्छ भने अति नै पर्दैन। तपाईँहरूलाई यहाँ भन्ने बित्तिकै रेडी हुन्छ, 1-2 घन्टाभित्रमा रेडी हुन्छ। होम डेलिभरीको पनि सुविधा हुन्छ। यदि तपाईँलाई चाहिएछ भने तपाईँलाई म कन्ट्याक्ट नम्बर, डिटेल नम्बर सबै यहाँ माथि स्क्रिनमा देखिदिन्छु। अनि मलाई डिएम पनि गर्न सक्नुहुन्छ। बाँकी कुरा हाम्रो आन्टीले भन्नुहुन्छ। ल भन्नु त आन्टी। सम्पर्कको लागि बाबुलाई गर्नु होला। आफ्नै बगैँचामा भएको फुलको अब यस्तो मालाहरू हुनुहुन्छ। यो अर्ग्यानिक ओरिजिनल फुलको माला हो। आफ्नो बगैँचामा भएको फुलको माला हजुरहरूले 2 घन्टामा रेडी बनाएर दिन्छौँ। हजुरले अर्डर गरेको 2 घन्टामा फ्रेस नेचुरल कस्तो खालको चाहिन्छ हजुरहरूले डिजाइन पनि भने त्यस्तो बुन्नु भने त्यही अनुसारको बुनिन्छ। भएर बसेर आइन्छौँ। है त गाइस, ल ढिला नगर्नुहोस्, डाइरेक्ट ल अब गइहाल्नु है त गाइस।